नमस्ते, हजुरहरूलाई एउटा सानो भिडियो लिएर आइरहेछु। यो चाहिँ धेरै इम्पोर्टेन्ट छ। हजुरहरूले सुनेर यो गर्नु होला। फोनमा सेटिङमा गएर चाहिँ इमर्जेन्सी कन्ट्याक्टको लागि कसैलाई एड गर्नु छ भने के गर्नु भने तपाईहरुको कन्ट्याक्टमा जानु। कन्ट्याक्टमा गएर मुनतिर गएर चाहिँ तपाईहरुको कसलाई कन्ट्याक्टमा इमर्जेन्सी कन्ट्याक्टमा राख्न मन छ त्यसमा चाहिँ थिच्नु। तपाईहरुले सपोज लाइक ब्रदर सिस्टर अब तपाईहरुको जोइ हुन सक्छ त्यसको नाममा थिच्नु। अनि त्यसको नाममा थिचेपछि तल आएर चाहिँ सेन्ड मेसेज शेयर कन्ट्याक्ट एड टु फेभरेट एन्ड अर्को चाहिँ हुन्छ एड टु इमर्जेन्सी कन्ट्याक्ट हो, त्यहाँ थिच्नु होला। त्यहाँ थिचेपछि अब तपाईहरुको रिलेसन लेख्न लाउँछ। त्यहाँ ब्रदर हो कि सिस्टर हो कि कजिन हो कि जे गर्दा पनि हुन्छ। सपोज लाइक ब्रदर छ भने ब्रदरमा थिच्नु होला। अनि माथि आएर चाहिँ के आउँछ भने डन आउँछ। हो, त्यो डन थिचिदिनु भयो भने तपाईहरुको त्यो इमर्जेन्सी कन्ट्याक्टमा बस्छ। यसो गर्नुभयो भने तपाईहरु यति कुनै बेला अभर पर्नुभयो, गाडी कुदाउँदै हुनुहुन्छ, इमर्जेन्सीमा पर्नुभयो, तपाईहरुलाई चाहिँ त्यतिखेर त्यो फोनको विषयमा नि केही थाहा हुँदैन, कसलाई के गर्ने त्यो तपाईलाई थाहा हुँदैन। अब त्यहाँ छेउमा भएको सपोजलाई प्रहरी वा अरू साथीभाइ कोहीले चाहिँ तपाईलाई त्यो अभर परेको बेला चाहिँ तपाईको आफन्त सम्बन्धी कल गर्न सक्नुहुन्छ। किन कसरी भन्नुहुन्छ भने तपाईको फोनमा गएर चाहिँ मेडिकल आइडी पासवर्ड हाल्ने हुन्छ अनि इमर्जेन्सी हुन्छ। अनि पासवर्ड त थाहा हुँदैन अरूलाई त। अनि तपाईको थिच्नु पर्यो कि इमर्जेन्सी आइडीमा। अनि इमर्जेन्सी कल गर्ने हो कि अब आफन्तसँग गफ गर्ने भन्ने कुरामा चाहिँ तल गएर मेडिकल आइडीमा थिच्नु भयो भने तपाईले अघि कसको एड गर्नुभएको थियो त्यो लिस्ट आउँछ। त्यो लिस्ट अनुसार त्यहाँका अरू आफन्त वा प्रहरी वा कोही साथीभाइले चाहिँ तपाईको आफन्त सम्बन्धी यो कल गरेर यस्तो हो उस्तो हो भनेर चाहिँ तपाईको इन्फर्मेसन पुर्याइदिनुहुन्छ। अनि आफन्तलाई छिटो थाहा हुन्छ र तपाईलाई के भइरहेको छ भन्ने कुरा चाहिँ छिटै थाहा पाउन सक्नुहुन्छ। यो चाहिँ तपाईहरुको फोनमा गएर सेटिङमा गएर अहिले तुरुन्तै गर्नु होला, किनभने ढिलो गर्नुभन्दा चाँडै गरेकै राम्रो। अहिले नि गर्नु होला। यो चाहिँ सानो इन्फर्मेसन मात्रै हो, हजुरहरूलाई पनि ट्राई गर्नु होला। हस् त, बाई, हेभ अ गुड डे, गड ब्लेस यु।